स्वागत छ सबैजनालाई मेरो अर्को एउटा नयाँ ब्लगमा। सबैजना सन्चै हुनुहुन्छ होला, म पनि 80% सन्चै छु। एन्ड आज म अब अफिस जानु लाग्यो। देख्न सक्नुहुन्छ है, रेडी भइसकेँ। अनि आज चाहिँ अलिक बाक्लै लुगा लाउनु लाग्छु म। बाल छैन, गर्मी भयो होस् भनौँ, मलाई गर्मी नै चाहिरहेको होइन। आज त बाक्लो छ किनकि पानी पनि परिरहेको, भर्खर रोक्यो। सो अब निस्किन्छु भनेर बसेको म होइन। सो मैले क्यामेराहरू सेटअप गर्नुपर्ने हुन्छ, माइकमा धेरै चार्ज छैन। सो मोटर ब्लग कम पनि हुनसक्छ, धेरै पनि हुनसक्छ, आई डोन्ट नो है। सो रेडी भइसक्यो। मतलब अब मलाई चाहिँ रेनकोट पठाउनु छ, रेनकोट पठाएर राख्नु छ, एन्ड क्यामेराहरू राख्नु सेटअप गर्नु पऱ्यो। त्यो पछाडि म यहाँबाट निस्किन्छु है त। 6 hours later. कति गाडी 110 सेकेन्ड आएर चाहिँ म होइन अफिसबाट 4 निस्केको। पानी पर्छ भनेर जुन दिन पानी पर्छ भनेर निस्केको दिन छ, त्यो दिन चाहिँ यस्तो छ मौसम हेर्नु न। हिजो अस्ति चाहिँ पानी परेर यो मौसम त राम्रो छ यार, बवाल देखिरहेको छु मैले त। भ्लग पनि बरु भ्लग गर्न पाएन यार, बिहानभरि पानी परिरहेको थियो। अहिले पनि पानी पर्न लाग्छ हो जमलतिर, तर मैले यहाँ क्यामेरा पनि नलगाएको, कामै लाग्यो। यहाँ त घाम लागिरहेको जस्तो भइरहेको। The next day. ओके, सो अब हामी अफिस जानेछौँ होइन। हिजो भिडियो खिचेँ, त्योपछि पानी यस्तो पऱ्यो, जाँदाखेरि खिच्नै पाएन। अनि फर्किँदाखेरि पानी पर्ला भनेर नखिचेको, पानी नपर्दिरा होइन। अनि त्यस्तै भयो। सब आज कन्टिन्यू गर्दैछु। अबदेखि डेली भ्लग चाहिँ आउँदैन तपाईँहरूको, डेली भ्लग चाहिँ आउँदैन अबदेखि। 2 दिनमै एउटा भ्लग निकाल्छु म राम्रोसँग। अनि सो त्यही हो है। अब अहिले यतिखेर हामी जान्छ अफिस, एन्ड 10:35 हुन लागिसक्यो। सो धेरै लेट हो 10:35 भनेको त, ढिलै भइसक्यो नि खासमा त। आजको मौसम चाहिँ अलिकति ठिक छ होइन। सो त्यो कारणले पनि भ्लग गर्न पनि पाइरहेको छु मैले। यसको धुलो खानु पर्ने हुन्छ, ओभरटेक गऱ्यो यार। पुरै निको त भएन नि त म अझै होइन। लाइक खोकी र रुगा लगाइरहेको क्या अझै पनि। कहाँबाट आज फेरि कहाँबाट यस्तो राम्रो मौसम भएछ होइन। नभए त लगालग पानी परिरहेको थियो हौ अस्ति नैदेखि। अहिले होइन, यो अस्ति नैदेखि हो पानी परे। त्यो पानी परे गरेर नि होला है, भाइरलै भाइरछ। जो पनि बिरामीहरू रुगा खोकी यताउति, मतलब म मात्र होला भनेको। तर म चाहिँ अति बिरामी भएको कि, हप्तामा 2 दिन कसरी, हप्तामा 2 चोटि बिरामी कसरी हुन्छ कि। जस्तै 2 दिन बिरामी भयो, होइन 3 दिन बिरामी, 2 दिन बिरामी भयो, 2 दिन निको भयो, अनि फेरि 3 दिन बिरामी भयो। त्यो कसरी हुनसक्छ कि। लाइक 2 दिन वाइल्ड ग्रस्तै भयो म होइन, बिरामी नै। त्यो फेरि 2 दिन मजाले केही भएको छैन जस्तो पुरै त्यो फेरि अर्को 3 दिन चाहिँ फेरि वाइल्डवाला बिरामी भइरहेको। सो अहिले पनि त म पुरै 100% चाहिँ ठिक भएको होइन, 90% चाहिँ ठिक भइरहेको छु। के हो यार यो, आमा ब्रो, मतलब भित्रको बाटो जाने यार। पेट्रोल हाल्ने टाइम पनि भइसक्यो, 2 लाइनमा छ। खोकी लगाइरहेको छ यार, वाइल्डवाला खोकी लगाइरहेको छ। त्यो गाडीहरूभन्दा अगाडि पुग्न पायो भने थियो, पुग्छ कि नै। ट्याक्कै मोडमै रोक्छ, ब्लाइन्ड स्पटमै रोकिदिन्छ। कसले दिइरहेछ बे लाइसेन्स यिनीहरूलाई, कतै बाँडिरहेको कि क्या लाइसेन्सहरू ट्याक्कै। यहाँ त जाम चाहिँ कतिको छ है। मैले होइन खोकीको औषधि खाएको, हिजो दिनभरि खाएँ, 3 टाइम खाऊँ भने खाएँ दिनमा। बिहान खाजा खाइसकेपछि गाडी सुत्ने बेला। तर हिजोदेखि खाएको मलाई अलिकति पनि निको पारेको छैन कि त्यो खोकी चाहिँ, खै किन हो। कस्तो खालको औषधि दियो यार त्यसले। सो अब घर फर्किँदाखेरि चाहिँ राखौँला पेट्रोल, अहिले नराख्ने, झरेर अहिले हाल्न। म मजाले बोल्न सक्छु होला भनेर सोचेको होइन, तर सक्दैन रहेछ मैले थाहा भयो। अलिक बेसरी र अलिक बढी लाइक धेरै बेसम्म बोल्यो भने खोकी लाग्ने गाह्रोहरू आउने रहेछ यार। अनि निको भएन भने चाहिँ टाइम लाग्छ। ओहो ठ्याक्कै रेड लाइनमा पऱ्यो यार। हो राम्रोसँग भ्लग गर्छु आज भनेको, झन् बोल्नै गाह्रो भइरहेछ यार। मेन अब यो कुन बाटो हुँदै जाने हो, त्रिवेश्वर हुँदै जानु के भइरहेछ, के हो यार यसको भित्र होइन। यो जुन डिजिटलको यो छ नि, यो यसको भित्र पानी गयो कि क्या, के हो यार यो। पुरै छापै बसेको त्यो बाघले पन्जा हाल्दाखेरिको त्यो छाप बस्छ नि, त्यो सालको छाप बसेको भने पानी जानु नपर्ने हो। मलाई जहाँसम्म लाग्थ्यो है, अब जान्छ पनि कि। चिट मजाले काट्दै खाँदै रेड लाइट भएको बेला पनि आयो होला स्वाद त। सिधा गयो नि हुने रहेछ, तर अब ठिकै छ। 11 बन्नु लागेको छ यार। राम्रो भ्लगै गर्न पाएन यार मेरो भ्लग। तपाईँहरूले मेरो स्वर सुनेर थाहा हुन्छ होला कि गाह्रो भइरहेको भनेर है। स्वरै कस्तो भइरहेको, धेरै गाह्रो भइरहेको, राम्रो बोल्न सकेको छैन। तर के बोल्ने पनि दिमागमा आइरहेकै छैन यार, गाह्रो भएर कि।
चाहिँ भ्लग गर्न चाहिँ टाइम लाग्ला जस्तो छ मेरो राम्रोसँग के अरे धेरै ढिलो भयो यो ठाउँ पनि कहिल्यै नबनाउने भयो यार जहिले आयो पनि यस्तै छ बल्ल घामको पनि कति पछि देखेँ यार मैले यो घाम हाल आएको नि त्यही बोल्नै सकेको छैन यार राम्रोसँग अब अफिस पनि आइपुग्नु लाग्यौँ है अब हामी अब सिधै अब राति फर्किँदाखेरि त लाने भेट्ने टाक्टो भ्लग त खिचिरहेको छु म अफिसभित्र पनि चिन्ता नगर्नु अब लेफ्टतिर जाउँ उबरमा छु म अहिले उबरमा पानी पर्न जस्तो भइरहेको छ त्यहाँतिर पर्छ ए भनेपछि यहाँ नि पर्छ अब त्यसो त अहिले पानी पर्ने मौसम भएर होला अङ्कल बिरामी भएर तपाईँ पनि बिरामी छ जस्तो छ त आवाज त हल्का त्यही त अहिले त मौसमै हेर्नु न अब त्यस्तो छ उताको रोकेर पनि फेर पढाइसक्यो उताकोलाई पठाइदिइसक्यो दुई जोडी पढाइको सिस्टम लाग्यो भन्नु भयो त्यो ग्रिन लाइट रेड लाइट दुई जोडी पनि बल्ल पालि आयो बिस्तारै अफिसबाट अघि निस्केको अफिस चाहिँ माने भएको 2 घन्टा अघि 3 घन्टा हो के हो यो सगनला निस्किनु लाग्यो मैले निस्किन्छु ल टाइम भइहाल्यो न 2 मिनट छ पानी पर्न लागिसक्यो यहाँ फेरि बिरामी भयो भने तनाव हुन्छ बल्ल 5 दिन लगाएर निको भएको छु ए यो त वाटरप्रुफ हो यो वाला क्यामेरा यसले अलि अगाडि राख्नु मैले यसो निकाल्दाखेरि हिँड्दै जान्छ ए फेरि ठ्याक्कै मेरो देखमा पर्छ के यसो अब निस्किने हो त ढुकुम ए नभए निस्क्यौँ आजको अफिस आमा धुलो ओहो ब्रो के हो यस्तो धुलो गएको मेरो आँखामा सो आजको अफिस पनि मेरो सकिसकेको छ र अघि म ठमेल गएको थिएँ होइन त्यहाँ दाहरू आउनु भएको थियो अनि यसो भेट्नु जान्छु भनेर गएको म 1:30 2 बजीतिर निस्केको थिएँ होइन अनि यहाँ अफिसमा उबर गरेर गएको थिएँ किनकि बाइक निकाल्न गाह्रो परिरहेको थियो हाम्रो म्यामले हेरे हुनुहुन्थ्यो हेरे थियो भने हेरे ल हुन्छ नि त्यो निस्कि अब हुन्छ नि आँखै चढेर हेरिरहेको थियो मलाई अफिस पनि ढिलो पुग्ने अनि त्यसपछि फेरि बाइक लिएर पनि हराउनु खोज्ने त्यो भएपछि त अनि तनाव हुन्छ त्यहाँ हेरिरहनु भएको थियो अनि निस्किन नसकिसकेपछि फेरि ठ्याक्कै त्यो पनि थियो अनि फेरि ठ्याक्कै लाइक लन्च खान निस्किनु भयो कि म्याम मेरो बाइक राखेकै पट्टि नैतिर हो नि त लन्च खाने ठाउँ पनि त्यहाँबाट देखिन्छ अनि त्यो कारणले उबर गरेँ अनि डाङडुङ भागिदिइहालेँ आमा त त्यो बेला चाहिँ अलिकति यङ मान्छे चलाएको थिएँ भ्लग गर्नै नपाइरहने मोबाइल निकालेर गर्छु भनेको त्यसले यस्तो कुदाएको होइन मैले भगवान्लाई प्रार्थना गरिरहेको थिएँ कि यसले कता गरेर नथोकाओस् भनेर मैले गरेका सबै पापहरूको लागि मैले सरी भन्दैथेँ त्यसले यस्तो पुरैमा त्यो पाखाले होइन यस्तै चलाएको थियो गाडी अब नर्मली खाली नै छ नि त बाटो होइन यतिकै हुन्छ त्यो बेला त्यो भिड पनि हुँदैन नि त त्यो काममा त 2 बजीतिर के गरिरहेको थियो भन्दाखेरि होइन मैले त्यो भनेको दाइ बिस्तारै चलाउनु हौ हतार छैन भनेको हुन्छ भाइ हुन्छ भन्छ फेरि उहाँ ऊ चलाइदिन्छ कसरी भन्दाखेरि म तपाईँलाई देखाउँछु जस्तै मैले यो अगाडिको गाडी त्यो पनि कति चाँडो गएको म्याम पाखा अनि
कर्नरमा यस्तो कर्नरिङ गर्दाखेरि होइन त्यसले कर्नरिङ हानिदिइरहेछ मामा पाखा पुरै कर्नरिङ पुरै सुताइदिइरहेछ बाइक भने म त होइन यस्तो रिस उठेको होइन यसो डर लागेर त्यस्तो फेरि त्यो चला देखेर भने यस्तो रिस उठेको होइन नि पुरै यस्तोमा त सुताइदिइरहेको भने त्यहाँ त्यो ठ्याक्क दरमाको त यस्तो जाने बात छ नि त्यहाँ सुताइदिइरहेको त्यसले यस्तो नि पुरै अब यो गाडी भयो नि यो गाडी भयो होइन मैले नर्मल यसरी पनि लगाउन सक्छु नि त्यसले त के गरेको थियो भन्दाखेरि गयो अनि ठोक्किने बेला लिटरली ठोक्किने बेला सट गर्ने के मलाई त दिमाग सट म त कतिखेर पुग्छु जस्तो भइरहेको थियो अब म मैले जहाँ झर्ने भनेर लोकेसन राखेको थिएँ नि त्यहाँको लोकेसनमा नझरिकन म अलिक अगाडि नै झरेको मलाई थाहा त्यसले कुदाउँछ अनि म अगाडि नै गएँ आज अलि निको भएको यार कति 5-6 दिन लाग्यो मलाई निको हुँदै एकचोटि बिरामी भएपछि मलाई 5-6 दिन लाग्छ कि निको हुन पनि तनाव लाग्छ यार उहाँको मौसम हेर्दाखेरि त पानी पर्ला जस्तो छैन तर फेरि यताको हेर्दाखेरि वाइल्ड पानी पर्ला जस्तो छ अघि म अङ्कलसँग आएको बेला त्यो अङ्कल त्यही भन्नुभएको नक्सलमा त वाइल्ड पानी परिरहेको भने थियो यहाँनिर पर्छ जस्तो लागिरहेको मलाई त्यसरी जेरा क्रसिङमा रोक्नु हुँदैन यार आज त पेट्रोल पनि हाल्नु छ भने कतिको जाने हो रुगा त लागिरहेछ कि निको त भएको छैन हौ रुगा पनि लागिरहेछ रुगा र खोकी लागिरहेछ कि लाइक त्यस्तो फुल्ली तरिकाले चाहिँ निको भएको छैन पानी नपर्दै हुन्थ्यो घर पुग्जेलसम्म मलाई अरू कुराको त बालै छैन बिहान त म राम्रोसँग बोल्नै सकेको थिएन अहिले बल्ल अलिअलि बोल्नु सकिरहेको छु खोकी अझै लागिरह अनि मैले खोकीको औषधि पनि खान बिर्सिएको छ त्यसको लागि स्याबासी दिनु छ मलाई आफूलाई औषधि खानै बिर्सिरह अघि मैले 6 बजीतिर याद आएको 6 मतलब 5:50 याद आएको धेरै ढिलो हुन्छ त्यो खायो भने त अब रातिकै खान्छु म सिधै एकैचोटि भनेर मैले खाएन त्यो यहाँको बाटो त बनाइरहेछ यहाँ कत्रो खाल्दै थिएन तर अब पानी परे छैन होइन सो पेट्रोल हाल्दाखेरि पनि सजिलो हुन्छ किनकि पानी जान्छ कि भन्ने चाहिँ चिन्ता चाहिँ हुँदैन एकैछिन अङ्कल उता मात्र नहेर्नु यता हेर्नु यता त्यहाँ हेरेर थाहा हुँदैन त्यो अङ्कलले कहाँ हेरिरहेको 1 वे हो खोकी लाग्दाखेरि गाह्रो हुने यार के हो यहाँ त प्याक छ त पुऱ्यो नि बिजनेस चकाचक छ भनेपछि बाटो त युज नगरे नै हुन्थ्यो नि यार यता 1 वे बनाउनु मिल्दैन भने बनाइदिए हुन्थ्यो यार 1 वे यो चाहिँ बाइक अर्को तर्फ त आयो भने यस्तो जाम भइदिन्छ नि यो ठाउँमा चाहिँ फेरि जहिले गाडीहरूले गर्दाखेरि ल्याङ पर्छ क्या तलबाट आउने र माथिबाट आउनेमा पर्छ ट्याक्सीलाई एकदम हतार भएको छ यार लाजा तेरो ट्याक्सी कसम क्यामेरा चाहिँ के अरे क्यामेरा रे बाइक चाहिँ अन गरेर राख्नुपर्छ क्यामेरा पनि अन छ कि छैन थाहा छैन भने मलाई फेरि अन गरे जस्तो त लाग्थ्यो यसरी माथिबाट आउने होइन नि त लाइसेन्स कसले बारिराख भन म कसम भनेको काठमाडौँको हो कुन ठाउँमा लाइसेन्स बारेको छ हौ कसम म पनि जान्छु हौ लिन मलाई नि गाडीको लाइसेन्स निकाल्नु छ म जान्छु लिन्छु कति पर्ने रहेछ होइन आज पानी पर्दैन किनकि त्यहाँ खाली छ हाम्रो माथि पनि लगभग खाली नै छ भनेपछि उता जमल एरियातिर मात्र रहेछ भनेपछि बिस्तारै राति हो पर्ने राति हो योपालि अब राति नि परेन भने चाहिँ मान्नै पर्ने हुन्छ होइन जहाँसम्म हाम्रो राति पर्नु पर्ने हुन्छ धेरै नबोल्नु जस्तो छ यार खुकी आइहाल्ने खालको टाइपको हुन जान्छ फिलिङ पेट्रोल हाल्नुपर्छ यार सम्झिराख्नुपर्छ बिर्सिन्छ फेरि घर पुग्नु लागेला पेट्रोल भन्ने हुन्छ मलाई त खोकी लाएर तनाव भइरहेछ यार औषधि खाँदै बिर्स्यो क्या कस्तो तनाव भयो घर गएर के खान्छु अनि अब के खाने अब राति नै खानुपर्छ सुत्ने बेला तनावै तनाव छ ग्रिन भइसकेको छ यारै नभएर म त तोलाएर बस्दिनँ यार फेरि जम्मा 40 सेकेन्ड खोलेछ अनि कहाँबाट हुन्छ यस्तोले गर्दा हो क्या बिच बारेमा अड्केर बस्छ यो मुलाको धुलो मेरो मुखसम्म आइरह जस पानी परेन त्यसमै खुसी छु म त चाहिँ कतिको जाम छ त्यहाँ तर यहाँ मात्रै देखेँ त्यहाँ जाम छैन तर यहाँ जाम छ फेरि अनि हेर यो कहाँबाट गाडिदिएर जतिसुकै नेपालले यस्तो लगाएर त्यही पनि उनीहरू काट्नै छ त्यहाँ केही जाम छ त त्यहाँ केही पनि जाम छैन क्या त्यहाँ सब जाम यतै हुन्छ क्या यो मुभै हुँदैन यो कसम के हो भने यो देश बिस्तारै कछुवा हिँडेको भन्दा नि बरु कछुवा चाँडो हिँड्छ होला हौ यो ठुल्ठुलो ट्रकहरू हो कि मेन त यिनीहरूले जस्तै जाम गराउँछ कि यहाँको फेरि अर्कै छ यहाँ अर्कै सर्कस भइरहेको फेरि सर्कसको ठुलो खेलाडी चाहिँ यो बस हो कि रोक्ने यसरी हो यो के गरेर आयो कहाँ काट्न लाग्यो हतार छ अब रोक भाइ तिमीहरूले नि गराएन यस्तो सब रोकेको फेरि खोकी लगाइरहेको छ यस्तो धुलो खानु परिरहेको छ झन् बिरामी हुने काम हो यार विदेशमा चाहिँ बिरामी भए यसो फ्रेस हावा खानु जम्मा त बाहिर भनेर होइन निको भइन्छ कि हेर्लाई पनि राम्रो हुन्छ नि त फ्रेस हावा खाएपछि भनेर निस्किन्छन् नेपालमा उल्टो हो केटा नेपालमा त
बाहिर फ्रेस हावा खान जान्छु यसो भन्यो भने त होइन धुलो धुवा बाहेक अरू केही खाँदैन झन् बिरामी हो बरु 101 को ज्वरो आयो भने अनि 106 को गर्नु छ भने चाहिँ अनि हावा खाना हुन्छ नेपालमा त त्यस्तै लाग्छ भने यसले त झन् बिरामी गर्दैन मान्छेलाई सरकारलाई मतलबै छैन खै सरकारलाई मतलब चाहिँ कुन ठाउँमा रहेछ केही कुरामा नि मतलब छैन न पहिलाकोलाई न अहिलेकोलाई होइन एउटा कुरामा त हुन्छ नि कुनै देशमा हरेक देशमा एउटा सरकारलाई कुनै एउटा चिजमा त हुन्छ नि त लाइक इन्ट्रेस्ट हाम्रो देशको मान्छे केमा रहेछ खुब बुझ्नु मन लाग्यो यार मलाई यो कुरा चाहिँ म यहीँ भर्छु होइन एउटा ओहो के हो यार पेट्रोल ल मैले भने नि यो ब्रेक अलिकति धेरै लुज भएको यार अलिक कडा गर्नुपर्छ उकालोमा त यसरी अलिकति माथि पनि लुज गऱ्यो भने त सबै जान खोज्छ त यार कसमले निकाल्न कति छ फुल हालिदिनु न कसम भाइ तँलाई मैले यही हो कि तनावै यो यहाँ पेमेन्ट गर्नु पऱ्यो भने दिमाग सर्ट हुन्छ चिन्दैन यसले मलाई 1630 को छ होइन केटा एकचोटि पेट्रोल भर्नु पऱ्यो भने यस्तो छ तनाव मात्र छ तनाव मात्र देख आयो है 1630 बाद 1630 को एन्ड अब हामी लाग्छौँ Okay, so wow. सोह्र सय 30 को भर्यो गाह्रो छ केटा हो सर्भाइभ गर्ने गाह्रो छ यो देशमा हजुर ए हेरेर हुन्छ तपाईँले ए ल थ्याङ्क यू ब्रदर तपाईँको आउँछ है नहाल्नु रे केही हुँदैन चिनिँदैन हजुर उता जाममा परिरहेको थिएँ ए ल हस् ल हो सब्सक्राइबर भेट्नु थालेँ त मैले चाहिँ खुसी लाग्छ यार न सब्सक्राइबर ब्रो हिज अ फ्यामिली यार त्यस्तो लाग्छ है मलाई त मेरो सबै सब्सक्राइबर्सहरूलाई फ्यामिली जस्तै लाग्छ ओ यार अति खुसी लाग्यो ब्रदरले मेरो दिन होइन मेरो पुरै महिनै बनाइदिनु भयो क्या अब अरे यार इमोसनल हुन्छु म यस्तोमा फेरि आइएम भेरी इमोसनल होइन यो जाम छैन आज हाउ इज इट पोसिबल कसम यो ब्रेक लाग्यो होइन यार कसम मतलब होइन लागिरहेछ तर लाइक लुज भएको के यसलाई अलिकति टाइट गर्नुपर्छ म आफै गर्छु सिक्छु म बाबासँग आउनु त आउँदैन मलाई तर सिक्छु नि त अति यार खुसी लाग्छ कि लास्ट खुसी लाग्छ हो तपाईँको भ्लग हेरेर हुन्छ भन्दा ओ यार यस्तो खुसी लाग्ने यार अब म महिनैभरि खुसी हुन्छु फेरि म यति सेन्सिटिभ मान्छे यस्तो कुराहरूमा होइन कसैले एकजनाले आएर 100जनाले बरु नराम्रो भन्दा छ होइन तर एकजनाले आएर तपाईँको भ्लग मैले हेरिरहेको छु यस्तो भनिदियो भने म खुसी के म एक महिनासम्म खुसी नै हुन्छु ब्रदरलाई धेरै धेरै धन्यवाद छ है ब्रदरले हेर्नुहुन्छ होला सो सपोर्ट गरिदिइराख्नु होला आज त कति बज्यो 7 त बज्न लाग्यो त नर्मली टाइम हो मेरो यो जाडो हुन थाल्यो यार यो लाउनु पर्ने कसम जाडो यो धुलो कस्तो भने यार अरू केही नगरे पनि धुलोलाई चाहिँ अलिकति यार कन्ट्रोल अलिकति मात्र कन्ट्रोल गऱ्यो भने पनि हुन्छ धेरै परेन होइन पर्छ कहाँ त्यस्तो होइन पुरै कन्ट्रोलै गर न यार लामो हावा फेर्दाखेरि के अरे लामो सास तान्दाखेरि पनि खोकी लाग्नु ब्रो यहाँबाट होइन हौ यहाँबाट होइन बाटो काट्ने यहाँको पनि अलगै छ हौ कसम केटाहरू उहाँ ढुङ्गै हिँडिन्छन् लास्ट खोकी लाखा यार औषधिको महत्त्व मैले बुझिरहेको छु कोही माया खानुपर्ने रहेछ खानै पाएन उसले दाइहरूसँग भेट्नु गएँ नि त त्यो भएपछि मैले खानै बिर्सेँ कि
त्यहाँ गयो त्यही 2-3 घन्टा लाग्यो मलाई अनि त्यसपछि त अब त्यसै भइहाल्यो कसम हात मात्रै गयो यार किरा हो कि कमिला हो किरा कमिला आउँदाखेरि मलाई अति डर लाग्छ नि यार खै किन पहिलेदेखि भने डर लाग्ने के डर भन्दा नि खै कस्तो हुन्छ कस्तो लाग्छ म नि बच्चै जस्तो छु फेरि त पानी नपरेकोमै कति खुसी लागिरहेछ अरू पनि आइपुग्ने लाग्यो आजको भ्लग पनि समाप्त हुन लागिसकेको छ सो अब हामी घर पनि आइपुग्नु लाग्यौँ है जसले अब यही भ्लग यतै सघाउन चाहन्छु म अनि जसले पनि मेरो भिडियो लास्टसम्म यहाँसम्म हेरिदिइरहनु भएको सबैजना धेरै धेरै धन्यवाद छ होइन अनि नयाँ हुनुहुन्छ भने मलाई के हो यार यो नयाँ हुन्छ भने लाइक सेयर सब्सक्राइब गरिदिनु होला मलाई सपोर्ट गर्नको लागि अनि हामी भेटौँला अर्को नयाँ भ्लगमा तबसम्मको लागि बाई बाई